के ल्याउनु भयो सुँगुर ल्याउनु भयो शनिबार हटिया ओहो यो त निकै ठुलो पो ल्याउनु पर्छ त ओहो 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 निकै गजबको पालेको रहेछ त भान्सा उज्यालो होइन त उज्यालो डाँडा बजारमा आज भान्सा उज्यालो होइन शनिबारे हटिया भान्सा उज्यालो त जहिले हुन्छ के शनिबारको दिन टाढो टाढो मान्छे पाहुनाहरू पातहरूको लागि हटिया लु तपाईँलाई धेरै धेरै धन्यवाद होइन ए 35 वर्ष भइसक्यो तपाईँले यहाँ सेवा दिनुभएको के गर्नु मासु काट्दा उल्टो गाली खाइन्छ होइन कसले गाली गर्छ र हो गाली तपाईँहरूलाई त सम्मान पो गर्नुपर्ने त होइन बरु एक चोक्टा किनेर खानु सुन्नुहोस् न एउटा शनिबारे हटिया लगाउनुहुन्छ अर्को होटेलहरू पनि चलाइदिनुहुन्छ सबै अनि सबैको भान्सा उज्यालो गराइदिनुहुन्छ अनि तपाईँलाई त सम्मान गर्नुपर्ने होइन पाहुनालाई अनि सम्मान गर्नुपर्ने कस्तो गाली गर्छ फेरि झन् होइन हजुर उहाँलाई त दिनौ सम्मान गर्नुपर्ने नि हो भएन हो ए तपाईँलाई खानुहुन्न किन पो खानुहुन्न ए सहयोग पाले खानुहुन्न नि भैँसी रागाहरू ए नखाने भएर चाहिँ ए सहयोग पाले खानुहुन्न अनि कसले दिवानले कसले पनि खाँदैन होइन होइन कसैले खान्छ कसैले खाँदैन थेगिमले चाहिँ राँगा नखाने कि खसी नखाने हो ए बाख्रा नखाने थेगिमले चाहिँ बाख्रा नखाने ओहो यो त म पहिलो पटक सुन्दैछु हौ अनि राईले चाहिँ के खाँदैन हजुर राईले पनि बाख्रै नखाने हो खसी कसले ए बड्कालो टेक्नु नहुने आहो यो त बेग्लै बेग्लै संयोपाले रागा नखाने अनि थेगिमहरूले खसी नखाने खसी बाख्रा अनि राईहरूले पनि खसी बाख्रा नखाने ए याखाले हो याखा चाहिँ छत्तिसै सबै खान्छ त्यसो आज हामी चाहिँ ठिक रहेछ होइन